नमस्कार। सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनी छोराछोरी लगायत अन्य छरछिमेक इष्टमित्रहरूलाई यो 2082 सालको हार्दिक मङ्गलमय शुभकामना छ मेरो तर्फबाट। नयाँ सालको 1 गतेकै दिन त मैले यो दिन चाहिन ड्युटी समयको कारणले गर्दाखेरि। अनि अर्को कुरो, मैले आज खास यो राजनीति बारेमा चाहिँ एउटा सानो भिडियो बनाउँ कि भनेर 2 महिना लगातार म मेरो स्वास्थ्यको कारणले गर्दा मैले भिडियो बनाउन पाइनँ र अहिले अलिक केही नरम भएको कारणले चाहिँ एउटा सानो राजनीति बारेमा म धेरै अगाडिदेखि भिडियो हेरिरहेको छु। नेपालको यी देशद्रोही नेताहरूको काम राजनीतिक बारेमा केही बोल्न मन लागेको छ। यतिले मात्रै होइन, अर्को पनि भिडियो बनाउँछु राजनीति बारेमा, त्यस पछाडि अन्य कुरा लिएर आउनेछु। खास मेरो यो च्यानलमा चाहिँ के को लागि भिडियो भन्दाखेरि मेरो देश, मेरो नेपाल, मेरो जन्मभूमि बारे केही 2-4 शब्द बोल्न मन लागिरहेको थियो र केही कुरा राख्दै तपाईहरू मार्फत केही कुरा राख्दैछु। हाम्रो यो सनातन हिन्दू राज्य राजा सहितको व्यवस्थापन हुने समय अब आएको छ र अहिले पनि यो अवस्था बुझेनौँ भने हाम्रो यो देश नेपाल भनेर चिनिने छैन। यसकारण म के भन्दछु भने 2058 साल जेठ 19 गते शुक्रबार राति 9:30 तिरको घटनालाई लिएर म अगाडि बढ्दैछु। जसले यो भिडियो हेर्नुहुन्छ सुन्नुहुन्छ सम्पूर्णले हेरिसकेपछि 1 लाइक 1 सेयर 1 सब्सक्राइब गरिदिनुहुन्छ भन्ने म पूर्ण आशामा पनि छु। किनकि सम्पूर्ण हामी नेपाली दाजुभाइहरू देश विदेशमा छरिएर बस्नुभएको सम्पूर्णले यो भिडियो हेर्न जरुरत छ र बुझ्न जरुरत छ है त। र अहिलेका देशद्रोही नेताहरूले पनि यो भिडियो देखुन् भन्न खातिर तपाईहरूले चाहिँ 1 लाइक 1 सब्सक्राइब 1 सेयर चाहिँ गर्नै पर्ने हुन्छ है, ताकि उनीहरूको आँखामा यो भिडियो पुगोस्। हामी सम्पूर्ण नेपाली जनताहरूले राजा ज्ञानेन्द्र शाहलाई आजभोलि मिडियामा देखिरहेका छौँ होइन त। राजाको विषयमा खुब चर्चा परिचर्चा चर्काचर्की भइरहेको पनि देखिन्छ र देखिरहेका छौँ हामीले। राजालाई खुब शीतले गाली गर्नेले पनि गरिरहेका छन्, तर पनि ती राजाले चाहिँ कहिले पनि कुनै पनि व्यक्तिलाई कुनै पनि नेतालाई अम्लो ठडियाएर त यस्तो उस्तो भनेर गाली तुच्छ वचन यस्तो दिने गरेका छैनन्। कहीँ भेटिएको छ त राजाले यस्तो गरे यस्तो गाली दिए भन्ने कुरो? यहाँ छ एउटा रहस्य, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई के अरे खुर्पाको बिण भने चाहिँ राजाले कसैलाई पनि अहिलेसम्म गाली बोलज गरेका छैनन्। र अनि कतिपयले चाहिँ राजालाई दाइ मारा भनेर चाहिँ नराम्रो तुच्छ वचन गरेर गाली गरिरहेका पनि देखिएको छ, गरि पनि रहेका छन्। तर मेरो नजरमा यो चाहिँ गलत ठान्दछु। र अनि यी राजाले ती आफ्नो दाइ मारेका थिए भने यी अहिलेका देशद्रोही नेता बनाउँदाहरूले यी राजालाई बाँकी राख्थे होला, उहिले थुनेर जेलमा सडाएर राख्थे होला। कसैले आफ्नो परिवार आफ्नो सन्तान ल केही थियो रिस थियो भने एउटालाई हान्ला दुईटालाई हान्ला, तर सखापै यस्तो त गर्दैन। यो मेरो सोचाइमा चाहिँ त्यो छैन, त्यो आँट छैन। त्यो राजाले आफ्नो दाइ मारेको हुँदै होइन र उनको त्यो गल्ती कहिले पनि भएन र थिएन पनि मेरो सोचाइमा, कहिले भएन। विदेशी शक्तिले भन्नु पर्दाखेरि भारतको र CIA लगायत यस्ता एजेन्टहरूले भन्नुपर्दा भारतको काङ्ग्रेस ISS सोनिया गान्धीको थियो। सोनिया गान्धीको यो डिजाइन थियो। कसरी भन्दाखेरि मलाई पनि एउटा कुरा पक्का रूपमा थाहा छ कि पहिले मैले यो समाचार न्युज हेर्दै जाँदा र कुरा बुझ्दै जाँदाखेरि पहिले नेपालको राज संस्थालाई सिध्याएर नेपाललाई नै भारतले कुदृष्टि रूपले चाहिँ कब्जा गर्ने सोच थियो। हिजो त्यो सोनिया गान्धीको चाहिँ प्रधानमन्त्री हुँदाखेरि भारतमा आज त्यो अनुरूप याद गर्नुहोस् कि एकपल्ट नेपालमा जब राजीव गान्धी र सोनिया गान्धी आएका थिए पशुपतिनाथको चाहिँ दर्शन गर्न भनेर, हाम्रो बडा महारानी वीरेन्द्र सरकारको चाहिँ श्रीमती महारानीले के गर्नुभयो भन्दाखेरि उनलाई क्रिस्चियन भएको नाताले गर्दा उनको श्रीमानले पशुपतिनाथको दर्शन गर्न भनी दर्शन गर्न भित्र
पस्नुभयो र चाहिँ दर्शन गर्नुभयो। तर ऐश्वर्य महारानी उति बेला ऐश्वर्य महारानी पशुपतिनाथ विकासको चाहिँ अध्यक्ष हुनुहुन्थ्यो र उहाँले क्रिस्चियन भएको नाताले गर्दाखेरि पशुपतिनाथभित्र चाहिँ जान दिनु भएन। सोनिया गान्धीलाई विदेशी धर्म भनेर भित्र जान नदिनु अनि सोनिया गान्धीलाई चाहिँ धेरै रिस उठिदियो। त्यति बेला अपमान अपहेलना भएको कारणले गर्दा सोनिया गान्धीले त्यही रिसको कारणले गर्दा ऐश्वर्य रानीको टाउको मलाई चाहिन्छ भनेर चाहिँ सोनिया गान्धीको त्यो वचन दरबार हत्या गरेर चाहिँ पुरा गरेका हुन्। अनि एउटा दाजुभाइको परिवारलाई चाहिँ केही नभए झैँ गरेर चाहिँ भोलिका दिनमा यिनीहरूलाई नि यो आरोप लागोस् भनेर यस्तो खालको ट्रिक र तरिकाले यस्तो डिजाइन मिलाइएको थियो। हाम्रो नेपालको प्राचीन इतिहास, हाम्रो परम्परा, हाम्रो धर्म नेपालको राज संस्था मास्ने काम भएको थियो। त्यसैले म अनुरोध गर्दछु कि सम्पूर्ण हामी नेपाली जनताहरूलाई एउटा जुन घरमा बाबु आमा छैनन्, गार्जन छैनन्, त्यहाँ छोरा छोरी कस्ता हुन्छन्। जुन देशमा राजा छ त्यो देशमा विकास कस्तो छ, जुन देशमा छैन अहिले देख्दै हुनुहुन्छ। र एउटा गार्जन चाहिन्छ, एउटा अभिभावक चाहिन्छ भन्नाले एउटा राजा बुझ्नुहोस्। देशमा राजा बिनाको मैले केही उपाधि देखिनँ। मलाई नि थाहा छ राजा वीरेन्द्रको पालामा के थियो कस्तो थियो। अहिले के छ, वीरेन्द्रको पालामा पढ्न पाएन अरे। डाक्टर बाबुराम खड्का कहाँ गएर पढ्यो होला नि प्रचण्ड। त्यो सोच हाम्रो गलत हो। समय र परिस्थिति अनुसार बाहिर विदेशी हेर्नुहोस्, समयअनुसार देश कति विकास भइरहेछ र हाम्रो देश हेर्दै जाउँ, देश उँभो लाग्दैछ कि उँधो झर्दैछ। र देशमा एउटा अभिभावक हुन जरुरी छ। राजालाई अभिभावक राखेर सच्चा राष्ट्रप्रेमी देशभक्ति नेताहरूले यो देश चलाऊ। मैले कसैलाई दोष दिन्न, नराम्रो तरिकाले बोल्ने कुनै आधार छैन। तर पनि एमाले, काङ्ग्रेस, माओवादी ठिकै छ, पार्टी ठिकै होला, तर नेता उखाने र गुखाने राक्षसी भइदिए, देश कङ्गाल बनाए। नेता चाहिँ राक्षसी भइदिए, पार्टी त ठिकै थियो। छन् पार्टीभित्र कोही कोही राम्रा मान्छे पनि छन्, जुनसुकै पार्टीमा पनि, तर नेता राक्षसी भइदिए। यो हाम्रो देशमा चाहिँ 5 वर्षमा राष्ट्रपति कतिजनालाई बनाउँछौ त? कतिवटा जिल्लामा लगेर राख्दछौ? भोलि पूर्व राष्ट्रपति कहाँ कहाँ लगेर थुपार्ने? त्यसैले देशले धान्न नसक्ने कुराहरूलाई चाहिँ जिद्दी नगरेकै बेस हुन्छ है। र मेरो चुनौती पनि छ कि नेताहरूलाई नेपालमा राजा, जनता, नेता सबै मिलेर देशमा शान्ति ल्याऊ। भनिन्छ नि एमाले, काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा जस्तै यो 4 पार्टी भए। यी राजा अलग छन् छैनन्, सबै मिल्ने हो कि एकजुट भएर चाहिँ देश चलाउने हो। राजा चाहिन्छ देशमा, राजालाई फालेर देश कहिले चल्दैन। आज नेपालमा एउटा सिओ पनि बन्दैन। लाजमर्दो कुरा एउटा के भन्छु भने, एउटा सिओ बन्ने फ्याक्ट्री त खुलेको थियो नेपालमा, त्यो सिओको प्वाल बनाउन नसकेर चाहिँ हात उठाएर भारतलाई जिम्मा दियो नेताहरूले। एउटा सिओ बन्दैन आज नेपालमा। हिजो नेपालमा कल कारखाना थियो, टायर, जुत्ता, जनकपुर, चुरोट कल कारखाना, जुट मिलबाट हाम्रो सामान विदेशतिर जान्थ्यो। नेपाल धनी थियो पहिले, तर आज नेपाललाई कङ्गाल बनाए दलालीहरूले। हाम्रा दिदीबहिनीहरू, हाम्रा दाजुभाइहरू, हाम्रा छोराछोरीहरू 11-12 क्लास पढिसकेपछि के छ अब लक्ष्य भन्दाखेरि, अब हामी अस्ट्रेलिया जाने, अब हामी अमेरिका जाने, अब हामी क्यानाडा जाने। कोही पनि आमा बुवाको छोराछोरीहरू चाहिँ हाम्रो देश नेपालमा छैनन्।
किनभने हाम्रो देशमा गरेर खाने बाटै छैन, सबै बन्द गरिसके भ्रष्टाचारी दलाली नेताले। कसलाई कति भन्ने, कति गाली गर्ने, अब त यिनीहरूलाई गाली पनि केही जस्तो लागिरहेको छैन। ताल परे जो अगाडि बढ्न खोज्छ, देशलाई केही गर्छु भन्छ, उसैलाई हतकडी लाएर राख्छ। त्यस्तो छ देशमा। देशमा आज केही पनि उद्योग छैन, केही पनि आय स्रोत छैन। नेताहरू हाम्रा दाजुभाइ तथा छोरा भतिजाहरूलाई चाहिँ हामी युवाहरूलाई विदेश पठाएर विदेशबाट पठाएको रकमको रेमिटेन्स पैसा खाएर, घुस खाएर देश चलाइरहेका छन्। भन्छन् नेपालमा कुनै पनि धर्म आउनु हुँदैन। अहिलेको प्रधानमन्त्रीले के भनेको छ? के हो हिन्दू भनेको? सनातन भनेको के हो? कहाँबाट आयो? धर्म भनेको के हो? म थाहा छैन। यस्तो त छ प्रधानमन्त्री, सुन्दा पनि यो पुरै शरीरका ब्लड जति उम्लेर आउँछ। कस्तो कस्तोले देश चलाएको छ भने, र देश नेपालमा धर्म आउनु हुँदैन अरे। पहिला पहिला त हामीलाई कुनै पनि पाप धर्मसँग हामी जोगिएर बस्नुपर्ने डर हुन्थ्यो। अहिले त त्यो डर पनि हराइसक्यो। धर्मलाई मानेर चाहिँ राज्य सम्हाल्थे। तर आज हाम्रो यो नेपाल देशमा चाहिँ धर्म छाडा भए, गति छाडा भए। सबै नेताहरू दिनभरि राजनीतिक गर्ने, बेलुकी भएपछि जाँड खाएर तरुणीसँग मोज मस्ती गर्ने। अनि यस्ता नेताहरू भएपछि धर्म छाडा, गति छाडा भए देशमा, र अनि नेपालको अस्तित्वहरू सबै हराउँदै गए। एकचोटि हामी सबै नेपाली जनताहरूले चाहिँ देशभरिबाट जाग्नुपर्छ। काठमाडौँको चक्रपथ भरि नेपालको करोडौँ जनताले शान्तिपूर्ण तरिकाले नेपालमा बौद्धिक सनातन हिन्दू अधिराज्यको स्थापित होस् भन्ने म श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु। यो वैशाख 19 गतेदेखि वैशाख 29 गतेसम्म जति पनि छन् देशभरिका सबै उठौँ, जागौँ, हिन्दू राज्यलाई अँगालौँ, भ्रष्टाचारीहरूलाई चाहिँ लखेटौँ भन्न चाहन्छु है। मेरा सम्पूर्ण मित्रहरू अर्थात् नेपाली जनताहरूलाई मेरो कुरामा विश्वास लाग्छ भने हामी सबै एक हुन जरुरी छ। बौद्धिक सनातन धर्म जहाँ छ त्यहाँ विश्व ब्रह्माण्ड हुन्छ, सत्यको जित हुन्छ। काङ्ग्रेस, एमाले, माओवादी सबै पार्टी ठिकै छ, तर पार्टीमा बस्ने नेता भने सबै राक्षस भइदिए, पार्टीको बेइज्जती भइदिए, पार्टीको नेता नै राक्षस भइदिएपछि देश कसरी उँभो लाग्छ? उँभो त होइन, उँधो झरिरहेछ। र केही छैन। अब नेपालमा सारा हाम्रो दाजुभाइहरू विदेशमा छन्। नेपालमा गरी खाने उपाधि केही पनि छैन। हामीले कसरी बुझ्छौँ भने एउटा कुरा ध्यान दिएर सुन्नुहोस्। नेपालमा यदि धर्म रहेन भने, हिन्दू राज्य आएन भने, धर्म निरपेक्ष नै रह्यो भने नेपालमा धेरै अत्याचारसितले चाहिँ विकृतिहरू आउनेछन्। विदेशको पेवा हाम्रो देश नेपाल बन्नेछ। यो हाम्रो देशको पहिले कत्रो इज्जत थियो। अहिले विदेशतिर जाँदा जताततै नेपालीले गाली खाइरहेको छ र खानु पर्दैछ। यी नेपालका अहिलेका देशद्रोही नेताहरूले अहिले कस्तो लक्ष्य बनाइसके हामीले देखिरहेका छौँ। त्यसैले म भन्दछु कि नेपालमा बौद्धिक सनातन हिन्दू राज्य हुन अति जरुरी छ। यो वैशाख 19 गतेबाट चाहिँ 29 गतेसम्मको यो राष्ट्र ल्याउने एउटा आन्दोलन छ। त्यसमा सम्पूर्ण नेपालीहरूले चाहिँ जागौँ, सहमति हौँ भन्न चाहन्छु। सम्पूर्ण जसले यो भिडियो हेर्नुभएको छ, एक लाइक, एक सेयर, सब्सक्राइब गरेर अगाडि बढाउनु होला। सम्पूर्ण नेपालीहरूले चाहिँ यो भिडियो हेर्नु होला है त भन्दै आजलाई म यो भिडियो यतिकै राख्न चाहन्छु। अब नेताहरूको बारेमा चाहिँ लिएर यस पछाडिको एउटा भिडियो लिएर आउनेछु। म खासै धेरै बोल्दिनँ है त। हस् त, धन्यवाद।